नमस्कार। आज हामी एउटा निकै रोचक तर गम्भीर विषयमा डुबुल्की मार्दैछौं, पश्चिम बंगालको आर्थिक र राजनीतिक पतन। कुनै बेलाको एउटा विशाल औद्योगिक पावर हाउस कसरी आजको यो सङ्कटग्रस्त अवस्थामा आइपुग्यो। आउनुहोस्, उपलब्ध स्रोत र तथ्याङ्कको आधारमा यसको चिरफार गरौँ। हाम्रो आजको यो विश्लेषण मुख्यतया 5वटा चरणमा अघि बढ्नेछ। पहिलो, पावर हाउसबाट सङ्कटसम्मको यात्रा। दोस्रो, दशकौंसम्म चलेको राजनीतिक द्वन्द्व। तेस्रो, ठूला उद्योगहरूको पतन। चौथो, विभिन्न काण्ड र राज्यमाथिको विशाल ऋण। र अन्त्यमा, के बेङ्गल फेरि उठ्न सक्छ त? सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, पावर हाउसदेखि सङ्कटसम्म। यो एउटा यस्तो भिन्नता हो जसले जो कोहीलाई पनि अचम्ममा पार्छ। सोच्नुहोस् त, कुनै समय यो राज्य भारतकै सबैभन्दा धनी र सबैभन्दा बढी औद्योगिकरण भएको राज्य थियो। सिङ्गो देशको अर्थतन्त्रलाई डोर्याउने एउटा बलियो इन्जिन। तर स्रोत सामग्रीले आजको निकै फरक र तीतो यथार्थ देखाउँछ। अहिले यो राज्य विशाल ऋण, चुलिन्दो बेरोजगारी र व्यापारिक अविश्वासको जालोमा नराम्ररी फसेको छ। आखिर एउटा सुनौलो युगबाट सुरु भएको यो यात्रा कसरी यति ठूलो आर्थिक भुमरीमा पुग्यो त? यो नै हाम्रो आजको विश्लेषणको मुख्य आधार हो। यो पतनको जड कहाँ छ त? यसको जवाफ खोज्न हामी दोस्रो खण्डमा प्रवेश गर्दैछौं। दशकौंसम्मको राजनीतिक द्वन्द्व र परिवर्तन हुँदै गरेको परिदृश्य। स्रोतले यहाँ राज्यको सामाजिक र प्रशासनिक जग भत्काउने 3वटा मुख्य कारणहरू स्पष्ट रूपमा औँल्याएको छ। पहिलो त दशकौंसम्म निरन्तर चलेको राजनैतिक द्वन्द्व। त्यसपछि आयो क्याडर संस्कृति, अर्थात् कार्यकर्ताहरूको जगजगी, जसले गर्दा हरेक क्षेत्रमा राजनैतिक हस्तक्षेप बढ्न थाल्यो। र तेस्रो, व्यापक राजनैतिक हिंसा। यी तत्त्वहरूले बिस्तारै तर निश्चित रूपमा राज्यको शान्तिपूर्ण र व्यावसायिक वातावरणलाई धुमिलो बनाउँदै लगेको विश्लेषण स्रोतमा पाइन्छ। निरन्तरको अस्थिरताले कसरी भित्रभित्रै समाजलाई खोक्रो बनाउँछ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। अब लागौं तेस्रो खण्डतर्फ, औद्योगिक पतन, अर्थात् त्यो समय जब व्यापार र उद्योगहरूले राज्य छोड्न थाले। हेर्नुस्, यति ठूलो औद्योगिक पतन कुनै रातारात भएको जादु थिएन। स्रोतले यसलाई एउटा क्रमिक टाइमलाइनमा राखेको छ। दशकौंसम्म चलेको कम्युनिस्ट शासनकालले व्यावसायिक वातावरणमा एउटा दीर्घकालीन प्रभाव पारिसकेको थियो। त्यसपछि वर्षौंको अन्तरालमा भएको सिङ्गोर आन्दोलन एउटा यस्तो ठूलो मोड बन्यो जसले सबै कुरा परिवर्तन गरिदियो। अनि अन्ततः केही महिनाभित्रै प्रतिष्ठित टाटा न्यानो परियोजना राज्यबाट बाहिरियो। यो बाहिरिनु सामान्य कुरा थिएन। यसले विश्वभरका लगानीकर्ताहरूमा एउटा निकै नराम्रो सन्देश प्रवाह गर्यो। यो त्यही श्रृङ्खला थियो जसले बिस्तारै उद्योगहरूलाई बङ्गालबाट टाढा पुर्यायो। यी विगतका घटनाक्रमहरूले आजको दिनमा कस्तो प्रभाव पारेको छ त? चौथो खण्डमा हेरौँ, काण्डहरू र विशाल ऋण, एउटा आधुनिक सङ्कट। वर्तमान अवस्थालाई चित्रण गर्न स्रोत सामग्रीले हालैका केही गम्भीर घटनाहरूलाई अगाडि सारेको छ। विशेष गरी सन्देश खालीका घटनाहरू र आर्जिकर अस्पतालको मुद्दालाई प्रमुखताका साथ उठाइएको छ। स्रोतको दावी अनुसार यी घटनाहरूले राज्यभित्र हुर्किएको प्रणालीगत भ्रष्टाचार र विभिन्न घोटालाहरूलाई सङ्केत गर्छन्। यसका साथै दिनानुदिन बढ्दो बेरोजगारीले पनि सामाजिक आर्थिक संरचनालाई थप कमजोर बनाइरहेको छ। यहाँ बुझ्नुपर्ने कुरा के हो भने, हामी कुनै राजनीतिक पक्ष लिइरहेका छैनौं, तर स्रोतले यी समकालीन घटनाहरूलाई राज्यको ओह्रालो यात्राको स्पष्ट सूचक मानेको छ। यी सबै कुराहरूको अन्तिम नतिजा के भयो त? स्रोत भन्छ, बङ्गालको विशाल ऋण सङ्कट। यो केवल कागजमा लेखिएको एउटा अङ्क मात्र होइन, यो त राज्यको भविष्य र विकासलाई नै बन्धक बनाउने एउटा पहाड जत्रो अवरोध हो। बिना बलियो अर्थतन्त्र र उद्योग कुनै पनि राज्यले यति ठूलो आर्थिक भार लामो समयसम्म धान्न सक्दैन। स्रोतको विश्लेषणले स्पष्ट पार्छ कि यही ऋण सङ्कटले राज्यलाई आर्थिक रूपमा कैयौं वर्ष पछाडि धकेलिदिएको छ। यति धेरै आरोह अवरोह देखेपछि अब हामी यस विश्लेषणको अन्तिम र 5औं खण्डमा आइपुगेका छौं। के बङ्गाल फेरि उठ्न सक्छ? भविष्यतर्फको एउटा दृष्टिकोण। अन्त्यमा स्रोत सामग्रीले एउटा अत्यन्तै महत्त्वपूर्ण र घोत्लिनुपर्ने प्रश्न छाडेर गएको छ। के प्रधानमन्त्री मोदी र नयाँ सरकारले वास्तवमा बङ्गाललाई पुनर्जीवित गर्न सक्छन् त? यो प्रश्नले यस राज्यको समग्र भूराजनीतिक र आर्थिक भविष्यबारे गहिरीको सोच्न बाध्य बनाउँछ। यति लामो पतनपछि के साँच्चै कुनै नयाँ नीति वा राजनीतिक नेतृत्वले बङ्गाललाई त्यसको पुरानो गौरवशाली अवस्थामा फर्काउन सक्ला? यसको जवाफ त पक्कै पनि भविष्यको गर्वमै छ।
आजको यो विश्लेषणबाट हामीले यिनै कुराहरू बुझ्न सक्छौं।